हेलो साथीहरु, वेलकम टु माई युट्युब च्यानल। हजुरलाई स्वागत छ। आज हाम्रो घरमा जेठो छोराको व्रतबन्धको लागि आज टपरी गाँस्ने प्रोग्राम भइरहेको छ। यहाँ हाम्रो आन्टी, सासूहरु, हजुरमुवाहरु सबैजना आइसक्यो। हजुरमुवाले टिका लगाइदियो हिसिन्छ आन्टीलाई। यहाँ ठुलो मम्मी हिसिन्छ, हजुरमुवा हिसिन्छ, हजुरमुवाहरु हिसिन्छ। सबैजना मिलेर हामी पात गाँस्दै बसिरहेका छौँ। हजुरमुवा, हजुर आज के को लागि पात गाँस्न आइसे? आज उम्मीदको वर्तमान गाँसे सबैजना दिदीबहिनीहरू आउनुभएको छ। हजुर हजुरमुवा, के छ त हजुरको खबर? कतिवटा पात गाँस्यो, कतिवटा टपरी गाँस्यो? हात उचालेर देखाइदियो सबै हजुरले गाँस्यो हो? ए ल ठिक छ है त, ल गाँस्यो है। आन्टी हजुरले चाहिँ कतिवटा गाँसिस्यो? दुना कि टपरी गाँसिस्यो? यो सबै चाहिँ हजुरले गाँस्यो हो? कति राम्रो गाँस्न आउँदो रहेछ त हजुरलाई। ल धन्यवाद हजुरलाई। वाउ कति राम्रो थियो। हजुर हो ल यो पात गले बोका त रेडी भइसक्यो है। वर्तमान लागबत्ती मेरो छोरीको गरियो। हजुर ल त्यसको बोका त कस्तो हुन्छ अहिले गाँसेर देखाइसक्यो है। कतै धेरै गाँसिसक्छु त गाँसिने 7-8 वटा। ए हजुर हाम्रो नयाँ देउरानी पनि पात नाचिन्। कति हँसिली छ ल, कति मजाले हाँस्छिन्। मेरो यहाँ कान्छी सासू। हजुरले चाहिँ के गाँस्न लाग्छ? दुना बोकातै हो? हजुर दुना गाँस्न लाग्छ। यो सानो पात भेट है। हजुर दुना गाँस्न लाग्यो के तल घरमा बस्नु भाइले लिएर हजुर उहाँहरूको पात धेरै राम्रो भयो अरे यहाँ। भुजेल गाउँको मान्छेहरू राम्रो होला नि त। पुरै खुट्टा पसारेर हाम्रो आन्टीलाई चाहिँ गाँस्न आउँदैन रे। आन्टीले चाहिँ डाँट भात दिने। दिजु कति सानो बोको त? त्यसको के गाँस्न लागिसक्यो अब त्यो पातको? हजुर हो